गुड मर्निङ सम्पूर्ण मेरो युट्युब परिवारहरूलाई वान्स अगेन वेलकम ब्याक टु माई चामलिङ 21 ब्लग्स। हजुरहरू समक्ष फेरि एउटा नयाँ भिडियो घर अगाडिबाट प्रस्तुत गर्न गइरहेछु। आज फेरि म चाहिँ एक ठाउँ जाँदैछु, जहाँनिर चाहिँ अब तपाईँहरूलाई भने चाहिँ तपाईँले हेर्नु हुँदैन होला, थाहा पाइहाल्नुहुन्छ है। एउटा शीतत्रागको बेपर पशुपतिको दर्शन भने जस्तो है। सिधै भन्नुभयो एउटा चाहिँ दुःख कार्यक्रम गएको, तर कहाँ गएको त्यो चाहिँ तपाईँहरूले यो भिडियोले स्किप नहेरिकन हेरिदिनु भयो चाहिँ थाहा पाउनुहोस्, हेरिदिनुहोस्, सुरुदेखि अन्तसम्म साथ दिनुहोस्। अनि जति पनि मेरो पुरानो युट्युब परिवारले हेर्नु हुँदैछ भने लाइक कमेन्ट गर्नु नबिर्सिदिनुहोस्। अनि नयाँ जतिले आज पनि मेरो भिडियोसँग जोडेर तपाईँले सपोर्ट माया साथ दिनुभएको छैन, सब्सक्राइब गर्नुभएको छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनुहोस् भन्दै सम्पूर्ण मेरो परिवारहरूलाई फेरि एकपल्ट नमस्कार भन्न चाहन्छु। र म चाहिँ अलिकति आजकल मलाई 1-2 दिन भयो स्वास्थ्यको अलिकति प्रब्लम भइरहेछ कि हेर्दा त हेर्नुहोस् ती बाक्ले खाएर त्यसै कति दिनको लागि छोड्ने घाँस जस्तो छु म है। तर मलाई यो 90 दिन मुनि बेलुका सुत्दाखेरि एकदमै प्रब्लम हुन्छ, दुख्छ पुरा। बेसी यो डनलप नरम ओछ्यानले गर्दा हो है, त्यसले पनि हुनसक्छ। फेरि अस्ति एक लडेको थिएँ म पहिला हो, 2 साइडमै ठोकेँ, त्यो पनि भयो। अनि घुँडा दुखिरहेको छ, के छ घुँडा दुख्नेलाई चाहिँ म खै अस्ति त झन् चम्की मैले दही खाइदिएको ला दुखोस् भनेर क्या। कति दिन बार्नु अन्त के बारे के खिर्की भत्किन्छ, त्यो खिर्की बनाए दैलो भत्किन्छ, दैलो टालटुल गऱ्यो खिर्की भेन्टिलेसन भत्किन्छ भने यस्तै शरीरमा अनेक कति रोग के त्यस्तो भइरहेछ क्या। त्यसले गर्दाखेरि चाहिँ अन्त धेरै समस्याहरू छ। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ, सबैलाई नै हुन्छ त्यस्तो चाहिँ है। तर म चाहिँ अब डक्टर देख्नु चाहिँ नमान्ने मान्छे हो नि त। फेरि एउटा चाहिँ डक्टरको गयो चाहिँ फेरि डक्टरको दबाईले झन् बिगार्छ भन्ने जस्तो लाग्छ। अन्त अब अलिक हप्तामा एकपल्ट 2पल्ट चाहिँ म त्यो कालो बनमाराको 2-3 मुन्टा चाहिँ धुइधाइ गरेर खान्छु, चबाउँछु। अब हिँड्नु अगाडि नै अब चबाएर पो जानु पऱ्यो। त्यही हो, बाहिर निक्लेपछि चिप्लो चाप्लो खानुपर्छ, फेरि पिरोहरू हुन्छ। तर म त त्यही हो, चिप्लो चाप्लो त्यति खाँदिनँ, पिरो पनि त्यति खाँदिनँ। बरु सुक्खा भात र दाल छ भने खाइन्छ। कोहीमा त दालमा पनि खर्सानी हाल्छ र बिजोग हुन्छ नि हौ। कोही ठाउँमा अस्ति एक ठाउँमा त झन् आमा दालमा पनि खर्सानी हालेछ। हुनु त पिरो खानेलाई त मजा आउँछ नि, तर हामीलाई त साह्रो पर्छ क्या पिरो नखानेलाई। धन्न त्यो दिन पानीमा मात्रै खर्सानी हालेको थिएन, अरू सबै आइटममा पिरो, सबै आइटम पिरो। ल हजुर, अब म मात्रै जाने चाहिँ होइन कि, अरूहरू पनि आउनु हुँदैछ, त्यसले मिलेर जाने। अब कहाँ गएको त्यो चाहिँ तपाईँले हेर्दै गर्नुहोस् ल। र उहाँहरू आएपछि म देखाउँछु को जाँदैछौँ भनेर फेरि है। गाडी सक्नु भएछ। ल हेर्नुहोस् न, हाम्रो त आज नयाँ मान्छे पो छ यता साफसफाइ गर्ने पनि। पुबुङको आएको कि कता आयो म्याडम जाँदैन ए। ल सेवर है, सेरो जोइ ल अब जाँदैन। ऊ घुँडा खुट्टा दुखेछ मनुलाई फेरि त्यस्तै हो। अब अचार खान्छ, अमिलो बेसी हो त्यस्तै। हजुर, अस्ति कालेबुङ जाँदाखेरि चाहिँ अर्को भाइ हो, आज उहाँ चाहिँ दाजु हो। फेरि उहाँ चाहिँ बहुत ल उहाँ चाहिँ मेरो ज्वाइँ पऱ्यो। भनेपछि यो ट्रेन सिलगढी गएको हो। दुई बग्गी चाहिँ लगेको हुन्छ नि त। अहिले कुद्नु थाल्यो भने चाहिँ सिलगढी दार्जिलिङ। ल दर्शकबिन्दुहरू, हजुरहरूलाई मैले अन्यलमा राखेको थिएँ म कहाँ जान्छु भनेर है। अब तपाईँले हेरिरहनु भएको थियो भने चाहिँ म चाहिँ अहिले यो दार्जिलिङको सुनदा भन्ने यो गुम्बामा आइसकेको छु। यो सुनदा शेर्पा गुम्बा हो। यो गुम्बा चाहिँ मैले यसो थाहा पाउँदाखेरि 1965-66मा एस्टाब्लिस भएको रहेछ है। अनि यहाँनिर ठुलो रिम्पोचेहरू हुनुहुन्छ, त्यो रिम्पोचे बित्नु भयो। र अब एकछिन उत्रिन्छु, त्यहाँदेखि तपाईँहरू फेरि भेट्नेछु, बात गर्नेछु है हजुर। हामीहरू चाहिँ यहाँ गुम्बामा आइपुग्यौँ। अलिक छिटो आएको जस्तो लाग्यो, कति कुरोहरू भित्र भर्खर सेट हुँदै रहेछ है।
होइन म एकपल्ट यो गुम्बामा आएको थिएँ, एकपल्ट पहिला आएको थिएँ। तर मेरो दर्शकबिन्दहरूलाई चाहिँ प्रथमचोटि यो मेरो भिडियो ब्लग मार्फत यो सुनदा शेर्पा गुम्बाको नजाराहरू सो हजुर समक्ष प्रस्तुत गर्दैछु। अनि यहाँ तल गुरु रिम्पोचे छोर्तेनहरूको चाहिँ तल छ है। धुम्म नभएको तुवाले नलागेको भए चाहिँ एकदमै राम्रो सुन्दर दृश्यहरू अवलोकन गर्नुहुन्थ्यो। र घामहरू लाग्दाखेरि यसो लामा मङ्क्सहरू बस्ने ठाउँ रहेछ। अनि यो त नि ठुलो रहेछ गुम्बा। अघि हामी त्यहाँ तलबाट आएको सरर आएको है। ब्युटिफुल, धेरै राम्रो गुम्बा। यहाँ चाहिँ टक्क आयो, प्रथमचोटि आयो, आएर यहाँ बसेर एकछिन ड्रेस गरेर चिया बिस्किटहरू के छ होइन, हल्का रिफ्रेसमेन्ट गरेर त्यहाँदेखि चाहिँ भित्र खाना खाने ठाउँ रहेछ। तर पानीले पनि विषाद गऱ्यो क्या दर्शकबिन्दहरू, पानी परेर एकदमै प्रोग्रामै फेल भयो। घाम लागेको भए पानी नपरेको भए पनि धेरै मजा आउने थियो क्या यहाँ बाहिर बसेर खुल्ला ठाउँमा। यहाँनिर चाहिँ ठुलो मानी पनि रहेछ। उस्तै मान्छेले उचाल्नु सक्दैन, उचाल्नु अरे मुखले नि के भन्छौ, घुमाउनु सक्दैन, किनभने काठै काठ 4-3को बटम भन्दा ठुल्ठुलो बटमको मुनिले ठेकेको रहेछ। अनि यहाँनिर यो समात्ने ठाउँ छ, यो समातेर चाहिँ घुमाउने। कमजोरी र भात कम्ती खाने, खाना कम्ती खानेहरूले चाहिँ उचाल्नु नसक्ने रहेछ है। एकदमै हेभी छ यो। ल दर्शकबिन्दहरू, निकै मुष्टै बलवानहरूले मात्रै घुमाउनु सक्छ। म पसौँ भने जुत्ता लगाएको छु कि सायद अहिले भरे पस्छु होला। अघि हामी चाहिँ त्यहाँबाट इन्ट्री भएको सिरेर जाडोमा पानी पर्दाखेरि 1 कप चियाको 3 कप अब सर्ट टोइलेट आउनै पर्छ हो। र यहाँ आएको थिएँ, यति राम्रो व्यवस्थित रहेछ कि म देखाउँछु ल। यहाँ हाम्रो गुम्बाभित्रको वासरुमहरू चाहिँ कति सफा रहेछ क्या, मजाको रहेछ। हेर्नुहोस् ल हजुर, एकदमै सबै पानीहरू रहेछ यसरी हेर्नुहोस् न, कति सफा। अनि भुइँहरू पनि एकदम सफा। यहाँनिर पनि यो चाहिँ व्हिल चेयर अलिक ह्यान्डिक्यापलाई रहेछ। हेर्नुहोस् त्यहाँ हात धुनेहरू कति राम्रो, कति राम्रो रहेछ हात धुनेहरू पनि हो। एकदम निट एन्ड क्लिन। भन्दा वासरुम भनेपछि त यस्तो हुनु पऱ्यो त। यो चाहिँ मेल अनि फिमेल चाहिँ यस्तो रहेछ। यतापट्टि कति राम्रो है, एकदमै सफा मजाको। हेर्नुहोस् न, यसो निस्क्यो अघि बाटाको, यही बाटो मैले बिर्सेको वासरुम देखिनँ। अनि एकजनालाई सोद्धा यहाँ भन्दा त्यो आहा भन्दा तर कति राम्रो, साह्रो राम्रो। ल अब हाम्रो चाहिँ लन्च सुरु भयो। आजको लन्च यस्तै छ, कति मिठो मिठो हेर्नुहोस् न। टक्दा मुखेर आएको होला। ए टक्दा घरमा ज्वाइन गएको थियो, त्यहाँ कस्तो बिहाको टाइममा क्या त एकपल्ट सम्झेर सबै जानु भएको थियो नि हौ। दर्शकबिन्दहरू, तपाईँहरूलाई आज सुनदा गुम्बाको पनि दर्शन गराएँ। हामी पनि एउटा दुःख
कार्यमा एटेन्ड हुनु पायौँ अनि सँगसँगै गुम्बाको पनि दर्शन भयो। यो गुम्बा चाहिँ 1965-66 मा बनेको। अनि यहाँ चाहिँ एउटा रिम्पोर्चे हुनुहुन्थ्यो, कालु रिम्पोर्चे भने एकदमै फेमस प्रसिद्ध है। उहाँ चाहिँ टिबेट इस्टर्न टिबेटमा जन्मिनु भएको, 1905 मा जन्मिनु भएको थियो रहेछ है। त्यो जन्मेर चाहिँ उहाँ चाहिँ कति 1989 को मे 10 तारिक कहिले बित्नु भएको। अनि म चाहिँ कसरी बित्यो भन्दाखेरि चाहिँ अब बुद्धिज्ममा ठुल्ठुलो रिम्पोचेहरू सन्त महापुरुषहरू चाहिँ एकदमै ध्यानमा बस्नुहुन्छ नि त। बित्ने टाइममा उहाँहरू अब जान्छ है, उहाँहरू चाहिँ अब आफू प्राण त्याग्नु अगाडि चाहिँ उहाँहरू चाहिँ एकदम ध्यानमा बसेर है, कसैले डिस्टर्ब गर्नु हुँदैन त्यति बेला। अनि ध्यानमा बसेर चाहिँ एकदमै बस्नु हुँदो रहेछ नि त। कहिले अब उहाँले प्राण त्याग्नुहुन्छ त्यति बेला चाहिँ ठुल्ठुलो सन्त महापुरुषहरू रिम्पोचेहरू बित्नु हुँदा चाहिँ उहाँले चाहिँ बित्यो मऱ्यो भन्ने शब्द चाहिँ हुँदैन, उहाँहरू चाहिँ निर्माण भयो भन्दै रहेछ क्या, सबै निर्माण हुनुभएको भनेर। अनि निर्माण भयो भनेर चाहिँ उहाँ 89 मा निर्माण हुनुभएको रहेछ। अनि एउटा चाहिँ अचम्म कुरा चाहिँ के हो भने अझ पनि उहाँको त्यो जुन एउटा शरीर छ त्यो शरीर चाहिँ अब त्यतिकै राखियो, गुम्बामै राखेर उहाँ रिम्पोचेले यो गुम्बाहरू सञ्चालन गर्नुभएको है। अनि यो सञ्चालन गरेर यस्तो ब्रान्चहरू अब तल सिलगढीतिर कतातिर पनि छ नि त। अनि उहाँको कुरा चाहिँ के भने के पो भन्दै थियो, उहाँको जुन शरीर बितेको शरीर चाहिँ यसरी राखेर अब वैज्ञानिक ढङ्गमा अब दबाई पानीहरू होला केहरू होला होइन, या जडीबुटीहरू के लगाएर चाहिँ उहाँको चाहिँ अझै पनि त्यो शरीर चाहिँ त्यसरी ठाडो राखेर नै अब निर्माण हुनुभएको, ठाडै बसेर ध्यानमा बसेर। त्यही अवस्थामा चाहिँ उहाँको चाहिँ शरीर छ अरे यहाँ। अनि घटेर सानो भएर चाहिँ एउटा राखेको छ होला, कति 2.5 फुट पनि छैन भन्ने सुनेको। अन्त उहाँको त्यो बडीलाई चाहिँ कु भन्दो रहेछ क्या, कुमा कालु रिम्पोचेको कु भन्नुहुन्छ नि, उहाँको त्यो कु चाहिँ त्यसरी अझै पनि यहाँ चाहिँ राखेको छ। र कतिले भन्छ पनि त्यसरी अन्त गनाउँदैन बिग्रिँदैन भन्छ, तर त्यो चाहिँ बिग्रिँदैन। अघि मैले भने नि वैज्ञानिक ढङ्गमा अब राखेकोहरू होला त्यसले गर्दा है। र कालु रिम्पोचे चाहिँ 1989 मा चाहिँ बित्नु भएको र हामीले पनि ती चाहिँ थाहा पाएको है। अनि यो गुम्बालाई चाहिँ फेरि एउटा इङ्ग्लिसको हलिउड स्टार चार्ल्स ब्रन्सनहरूले पनि अब स्पोन्सर गर्नुहुन्छ। उहाँ पनि यहाँको एउटा शिष्य नै रहेछ क्या, चार्ल्स ब्रन्सन। अनि अरू थुप्रो छ हौ, जिडेनहरू पनि सुनेको थिएँ मैले क्या, फ्रान्सको फुटबलर। उहाँहरू पनि यो गुम्बाको चाहिँ स्पोन्सर साथै एउटा मेम्बर पनि रहेछ भन्ने चाहिँ यसो ज्ञान भयो। र यसरी चाहिँ उहाँ कालु रिम्पोचेको कु चाहिँ यहाँनिर एउटा राखिरहेको छ। उहाँको शरीर आजसम्म एजिटिस छ, कुनै त्यस्तो भएको छैन, घटेर सानो राखेको छ भनेर चाहिँ एउटा फ्रेमभित्र, ग्लासको फ्रेमभित्र राखेर त्यसरी आज पनि उहाँलाई यो गुम्बाले एकदम सुरक्षित राखेको छ भन्ने चाहिँ अब छ। र यसरी अब कतिजनाको राख्दो रहेछ नि त अब यो ठुल्ठुलो रिम्पोचेमा पुरुष सन्तहरूको चाहिँ। र खानाहरू पनि खायौँ, मिठो भयो, राम्रो थियो, स्वादिष्ट, सिम्पल है। र यसरी अब तपाईँहरूलाई पनि नयाँ ठाउँ देखाउनु पाएँ, सुनौलो गुम्बा। हामी पनि यहाँ आउनु पायौँ। ल हजुरहरू अब एकछिन बस्छौँ, त्यहाँ फेरि हाम्रो के छ आउने। अनि यो सुनौलो अब गुम्बाको एरिया कम्पाउन्डहरू एकदम ठुलो रहेछ। अनि सुन्दर सफा मजाको, जग्गा मैला नफ्याँकिदियोस् भनेर कागज प्लास्टिकहरू जग्गा डस्टबिनहरू यसरी व्यवस्था गरिराखेको है। अनि यो माथि चाहिँ अब कुन चाहिँ मन्त्र लेखेको छ, माने प्रेम ओर्यौँ भनेर के भनेर है। र तपाईँहरूलाई पनि देखाउँदैछु, हेर्नुहोस् हाम्रो सुनौलो गुम्बाको दृश्यहरू। यति ठुलो, यति सफा, यति राम्रो रहेछ। ल सिधीले ल हेर्नुहोस् है, अब यहाँबाट यसो माथि जग्गाहरू रहेछ। ल ऊ पनि बहिनी रहेछ। आज चाहिँ गुम्बाकै वरिपरि देखेँ। एक प्रकार यसो गुम्बाहरू देख्दाखेरि मन पनि शान्ति हुने, हजुरहरूलाई पनि यसो अवलोकन गराउँदाखेरि मन शान्ति हुने। गुम्बा, मन्दिर, मस्जिद, गिर्जाघर जहाँ जाँदा पनि हाम्रो मन चाहिँ एकदम शान्ति हुन्छ क्या। हजुरहरूलाई यहाँ गुम्बामा आउँदाखेरि अब एउटा त देखाउनै पऱ्यो मैले है। यो चाहिँ सानो प्रति स्कुलतिर पनि झुन्डाएको हुन्थ्यो।
यो सानो छ हेर्नुहोस् है, त्यो पत्ला। अनि यहाँबाट सट्ट गएपछि चाहिँ यहाँनिर यत्रो ठुलो घन्टा छ। यो चाहिँ के हो भने झन्डै झन्डै काँसे थाल जस्तो रहेछ, काँसे थाल जस्तो। यो चाहिँ किन के हो भन्दा चाहिँ यो चाहिँ बिहान बेलुका लामा भिक्षुहरूलाई चाहिँ एउटा पूजा गर्ने टाइम, उठाउने टाइम एउटा त्यति बेला चाहिँ यो बजाउनु पर्छ है। अनि बेलुका पनि क्लास सक्छ, के सक्छ, लन्च टाइम हुन्छ, डिनर टाइम हुन्छ, त्यति बेला यो घन्टी बजाएर उनीहरूलाई सूचित गरिन्छ कि ल के को टाइम भयो भनेर चाहिँ सबै भिक्षुहरूलाई अवगत गराउने यो घन्टी हो। र ठुलो घन्टी डङ डङ भएर ठुलो इको भएर थर्किन्छ है। बिहान र बेलुका यसरी यो बचाउँछ। पानीले पनि भिजेँ म, यहाँबाट पानी आउँदै रहेछ नि त। कसको कुन चाहिँ बिचरा लामाको बिहान बेलुका चिया खाने कप होला बिर्सेर यहीँ छोडिरहेको छ। आज सूर्यदेवको दर्शन भए चाहिँ यहाँ बसेर एकदमै मजा आउँथ्यो क्या। तर के गर्नु, आज साध्दैन। सिजनै त्यसलाई एउटा मनसुन चलिरहेछ, त्यसले गर्दा घामको त दर्शन गर्ने प्रायः आशा नगरे पनि हुन्छ। यहाँ हाम्रो जहीँ पर र सबैले खाना खाएर आफ्नो आफ्नो वासस्थानतिर प्रस्थान गर्नुहुँदैछ। हामीले पनि पेट भरिसक्यौँ। हजुर, अब चाहिँ हामी निस्किसक्यौँ, निस्किँदैछौँ। अनि अब बाटोतिर के पाउँछ, हरियो परे सागसब्जीहरू सबै किन्दै 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 जाने हो। अब हाम्रो गाडी कहाँ छ पनि गाडी खोज्नुपर्छ। अब म पनि एकखेप यो खोर्लो घुमाउनु पर्यो। ओ गाडी कहाँ छ हेरौँ। गाडी भाइ आजको ब्लग चाहिँ खालि गुम्बाकै वरिपरिको दृश्यहरू मात्रै छ। हाम्रो गाडी यहाँ रहेछ। मेरो पनि छ है च्यानल चाहिँ दर्शक ब्लग चिनिहाल्छ होला। भाइले चाहिँ बिचरा भाइले मलाई खुब फलो गर्नुहुँदो रहेछ नि त, फलो गर्नुहुँदो रहेछ नि त हो। दामी दामी कन्टेन्ट हाल्नुहुन्छ उहाँले है। मैले यति धेरै सर्च गरेँ तर भेट्नु सकिनँ। त्यो चाहिँ लास्टमा यस्तो रहेछ कि आज यहाँ यस्तो दामी यो के भन्छ यो कोही मोनेस्ट्री हो यो सुनादाको है। सुनादा मोनेस्ट्रीमा चाहिँ नि खास चाहिँ मान्छे नै भेट्नु ल्याएको थिएछ कि। अलिअलि बाटोमा सब्जीहरू पनि किन्यौँ। सबै कुरो सस्तो सस्तो नै भेटायौँ। 40 रुपियाँ पावा, 30 रुपियाँ पावा, केजीमा 120 भन्नु पनि भएन। 50 रुपियाँ बिटा रहेछ मुला। मकै 20 रुपियाँ दिन घटाएन, ठ्याक्कै घटाएन। चिपिसकेको टेस्ट हराइसकेको मकैलाई के गर्नु र पनि अब वर्षपल्ट एकपल्ट नअघि त खानै पर्यो। र अलिअलि सब्जीहरू किनेर चाहिँ अब घरतर्फ लाग्दैछौँ। गुम्बामा पुगेपछि यति साह्रो पानी परिरह्यो, पानी पऱ्यो। फेरि निस्किने बेलामा चाहिँ आधी बाटो सधैँ घाम सुक्खा भएको थियो फेरि हो। त्यहाँ फेरि यहाँ घाम पानी गर्दाखेरि चाहिँ घर आइपुग्यौँ त्यसरी नै हो। छाताहरू पनि बोकेको थिएन बिचरा। त्यहाँ ज्वाइँ साहबले छाता दिनुभएको थियो, त्यो सानो छाताहरूले धेरै काम गर्यो। ज्वाइँलाई पनि धन्यवाद। अनि हामीहरू चाहिँ आज त्यहाँ चाहिँ किन गयौँ भन्दाखेरि अब तपाईँले थाहा पाइहाल्नुभयो, बिचरा उहाँ चाहिँ हाम्रो काकाको चाहिँ काकीपट्टिको चाहिँ छोरी ज्वाइँ रहेछ। ज्वाइँ चाहिँ बिचरा अचानक हार्ट एट्याक भएर एक्सपायर हुनुभएको रहेछ है। उहाँको आत्माले शान्ति पाओस्। बिचरा 50 वर्ष पुगेको उहाँ चाहिँ। अब सानो आजकल त हजुरहरू तपाईँ सुनिरहनु भएको छ, देखिरहनु भएको छ, गइरहनु भएको छ है। सानो मान्छेदेखि लिएर बुढापाका मात्रै बित्छ भन्ने चाहिँ छैन क्या हो। यहाँ मृत्युले कहिले पनि उमेरलाई हेरेन र हेर्दैन पनि है। र जति माथिबाट अब लेखाजोखा भएर आएको छ त्यो हिसाबले जानु पऱ्यो। यहाँ चाहिँ एउटा न्यू बहाना मात्रै हो। कस्तो पाराले मृत्यु हुन्छ त्यो चाहिँ एउटा बहाना मात्रै होइन। र त्यसरी
उहाँ बिचरा 50 वर्ष पुग्नुभएको भाइ बित्नु भएछ हार्ट एट्याक भएर। अनि उहाँहरूको त्यो काममा चाहिँ गयौँ, भेलामा उहाँहरू पनि परिवार खुसी भयो, यता काकी परिवारले पनि यसो हामी पनि आयौँ है, गयौँ है, ल है हाम्रो पनि छ है सन्तानहरू भने जस्तो भयो होला नि, खुसी भयो होला नि है जाँदाखेरि। बिचराहरू उहाँहरू चाहिँ श्रेष्ठ हुनुहुँदो रहेछ है। हुनु त मैले त अब चिने उहाँको खस्ने भाइको आमा बुबाहरूलाई त चिनेको थिइनँ। त्यही दिन खसेको दिन पनि जानु पाएन। अब यता काकी बितिरहनु भएको थियो हो, त्यसले गर्दाखेरि अब आज चाहिँ चिनाजानी भयो, यसो देख्यौँ, यसो नमस्कारहरू गऱ्यौँ र चिनाजानी भयो, चिना आदान प्रदान भयो। हामी फल्ना ठाउँबाट आएको, हामी फल्ना भनेर यसो इन्ट्रोडक्सनहरू गऱ्यो है। र यस्तै अब बिचरा पनि हेर्छु फेसबुकतिर नि हेर्छु, कुनै केन्द्र खाली मान्छेहरू कलकलाउँदो उमेरदेखि लिएर बुढेसकाल भएको है, त्यस्तोहरू मात्रै बितिरहेछ। बिचमा अचानक प्रायः फेरि हार्ट एट्याक भएर बितिरहेको देखाउँछ। अनि किडनी पेसेन्ट के साह्रो, किडनी पेसेन्ट, क्यान्सर पेसेन्ट के साह्रो यो बिमारीहरूमा पहिलो त हुन्थ्यो। यो डिजिटल युग थिएन त्यति बेला चाहिँ, र थाहा नपाएको होला। र पनि अब त्यति साह्रो अब मान्छेको मृत्यु भएको सुनिँदैन थियो, गइँदैन थियो पनि, न त सुनेको भए त गइहाल्थ्यो नि त। आजकल त आमा कोही बेला त घरबाट बाँडिनुपर्छ भन्छ नि कतिजनाले। दाजु उता गयो अर्को मरमा, म भाइ यता गएको, बाउ उता गयो, म यता आएको भन्छ नि। त्यस्तो छ हौ मृत्यु भन्ने कुरा चाहिँ है। छेक्नु चाहिँ छेकिँदैन, तर साह्रो आजकल बित्छ हौ। के छ आजकल खानपिनले पनि होला, मान्छेहरू हेल्थहरू कन्सियस नभएर खानापिनाले पनि कति है, कति फेरि अब सेन्तेरेम खसीको मासुहरू खाएर सुत्दो रहेछ, बेलुका बिहान प्रेसर भएर बितिरहेको है कोही। अनि म त भन्छु कि हुन त म त खसी खाँदिनँ, तर खसी र यो ड्रिङ्कहरू गरेर चाहिँ बेलुका नसुत्नुहोस् है। बेलुका सुत्यो भने चाहिँ मान्छे घरको परिवारले पनि भन्छ निदाएको छ भन्छ, भोलि बिहान उठ्दाखेरि सुतेको हुन्छ, राति उसले हेल्प पाउँदैन कसैबाट पनि है। यस्तो छ लामो गन्थन पो गरेछु।